Welcome to my channel. नमस्ते सबैजनालाई। आज फेरि एसएस सोनु ब्लग्समा फेरि एउटा नयाँ भिडियो आउँदैछ। आज चाहिँ भिडियो यात्रा गरेको बन्ने छ हैन। हामी टक्क आज हामी टक्क बुटोलदेखि पाल्पासम्मको यात्रा बन्ने छ हैन। अब हाम्रो यहाँ गाडी साडी स्टार्ट भइसक्यो। आज चाहिँ म ड्राइभिङ गर्दैछु हैन। अब उता अगाडि सामान आउँदैछ अरे काठमाडौँबाट, अनि हाम्रो सामान पनि डेलिभरी गर्छ नि त। अनि हामी टक्क आज हामी अहिले चाहिँ सामान रिसिभ गर्न जाँदैछौँ। त्यो जाममा पढिरहेछौँ होइन। जाममा अड्डिरहेको बेलामा टक्क एउटा फेरि सोटो मिठो यता यहाँ क्यारम बोर्ड खेल्दै हुनुहुन्छ। अनि यता चाहिँ टक्क अगाडि जाम लागिरहेछ नि त, त्यतातिर मान्छेहरू छन् होइन। सिद्ध बाबा मन्दिर हो। टक्क बुटोलदेखि पाल्पातर्फ लाग्दै करम माइटिन अगाडि सुरुङ मार्ग पनि देखिन सकिन्छ। अनि त्यसपछि अगाडि सिद्ध बाबाको मन्दिर पनि देख्न सकिन्छ। 10-15 मिनट रुकेर तपाईँहरूले भ्रमण पनि गर्न सक्नुहुन्छ होइन। जो आउँदाखेरि भनौँ न अब गाडीहरू धेरै हिँड्छ। प्लस यतातिर अब टक्क सुरुङ मार्गहरू पनि छ धेरै। 2-3 ठाउँमा छगेर पाल चाहिँ है डर पाल बनाइरहेछ बनाउन चाहिँ। तलपट्टि खोला पनि देख्न सकिन्छ होइन बस। अनि के खोलै पाल्छ यार है। यो चाहिँ होइन बनाउँदैछ अब। अनि त्यही बाटो भित्रबाट जाने हुन्छ होला है सायद। त्यही भित्रबाट क्या ठुल्ठुलो सुकेको ढुङ्गाहरू खस्छ होइन। गाडीहरू टिपरहरू पाल्पादेखि आउने टिपरहरू खुब हिँड्दो रहेछ क्या यतातिर चाहिँ। हामी पनि हिँडिरहेको छौँ त्यो डाँडा पाखा अहिले मजाले चट्टसँग। बाटो यता मात्रै बिग्रेको छ, अलि अगाडिदेखि त बहुत राम्रो छ होइन। सरर चिल्लै छ क्यारे बाटो चाहिँ। अगाडि पुगिन्छ कि भनेर हामी अन द वेमा छौँ डेस्टिनीमा। हाम्रो आफ्नो अगाडि गन्तव्यतर्फ अगाडि बढिरहेको छौँ होइन। अब के भन्ने चाहे हामी टान्सेन बजार पुगिसकेको छौँ होइन होइन। कति मिनटमा पुग्छौँ अब? 5 भटुङ पाल्पा बजार त्यहाँ पुग्यो भने अब बल्ल पुग्छौँ। अहिले चाहिँ हामी टर्निङमै छौँ, उकालोमै छौँ। जो हिँडिरहेछौँ हँडिरहेछौँ। अब हिँडिरहेको बेलामा चट्ट टर्निङहरू छ। ओ माइ गॉड पागल यहाँ टर्निङ देखेर पागल भइरहेको छ क्या। यस्तो पागल भइरहेछ कि टर्निङ आम्मामा। यस्तो बेनेली चलाएर हुन्छ। यो पनि यु टर्निङ हो क्या। यस्तो राम्रो छ कि नयाँ गाउँ। Oh my god. अब टान्सेन बजार Sunset.
हामी चाहिँ तानसेन बजार पाल्पाको तानसेन बजार आइपुगेको छौँ होइन। चट्ट अब खाना खाने कुरा भइरहेछ। टाइम पनि भयो क्यारे गाडी यता चट्ट रोकेर होइन। अब यहाँबाट यहाँ चाहिँ खाना खान जाँदैछौँ चट्ट अब हामी टक्क हिँड्दै होइन पाल्पादेखि अब माथि पाल्पा रामपुर बजारमा जाँदै क्रममा टक्क हामी बाटोमा ढौ पनि लागेको थियो, थकाइ पनि लागेको थियो। अनि यहाँ पिपलको रुख रहेछ, चट्ट पिपलको रुखनिर टक्क अटिँदाखेरि हामी यहाँ हाम्रो बोसले अब यो खै यो के अरे इन्सिङ मिन्सिङ राजाको टिनसिङ गाईको तिर्कुला चाहिँ खाँदैछौँ होइन। अब खै तिर्कुला चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। तिर्कुला चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु होइन। यो टाइपको चाहिँ तिर्कुला हो होइन। यो तिर्कुला त होइन बोस, तिर्कुला। यसमा चाहिँ 3वटा सिङ हुन्छ अरे, 3वटा काँडा हुन्छ अरे क्या यसमा चाहिँ होइन। खाएको त जाबुना टाइपको टिटो टाइपको रहेछ, मिठो रहेछ ल होइन। अनि हामी यो बाटोमा भेटेको यो फलफुल चाहिँ यो खाइदिउँ। अनि अगाडि के भन्छ अरे ऐसेलु पनि खाएको थियौँ, बेस मिठो रहेछ। अनि खायो होइन। अनि एकछिन रेस्ट पनि मार्यो, ठगाइ पनि मार्यो। अनि त्यसपछि आयो राजा गाईका इन्सिङ मिन्सिङ राजा गाईका तिनसिङ भन्ने मा 3वटा सिङ हुन्छ है। तिर्कुला काँडाको एउटा कथा हो। ए तिर्कुला काँडाको कथा। ए राजा गाईका 3वटा काँडा देखिरहेछ। एउटामा 3वटा सिङ निक्लेका हुन्छ। त्यही त देखाउनु न खै कहाँनिर गयो। राम्रो फल हो त, धेरै राम्रो फल हो नि। तपाईँहरू पनि यसो लेखमा छ नि लेखमा। तपाईँहरू पनि यसो बाटोमा हिँड्ने क्रममा चाहिँ अब देख्नुभयो भने चाहिँ खाना सक्नु पर्यो भनेको। टिनसिङ कहाँको चौतारा हो? यो फलको नाम के? फलको नाम यो फलको नाम हजुर? ए चौतारा हो। अब यहाँबाट रामपुर कति टाढा छ थाहा छैन। स्कुलबाट आएको? ए ल थ्याङ्क यू। ल हाई भनिदिउँ न मेरो युट्युबमा, हाई भनिदिउँ न सबैजनाले। सबैजना नानीहरू भन न प्लिज। ओके बाई बाई, थ्याङ्क यू। ठिक छ। उता अब नानीहरू स्कुल टिनसिङ रे होइन। उता नानीहरू टक्क उता स्कुलबाट आउँदै थियो क्यारे होइन, निस्काइदिएको क्या। अनि जोस् रमाइलो भयो एकछिन। अब फेरि एकछिनमा हिँड्ने कुरा हुन्छ। ठिक छ, फेरि भेटौँला।